पैसाको चाहिँ अगाडि छेउमा भएको बटन थिच्नुपर्छ। अब पैसा पनि आउँछ, पैसा आयो। ल पैसा गर्नु त। अनि यहाँबाट प्रिन्टेड एडभाइस भनेको बिल। नयाँ एटीएम कार्ड युज कसरी गर्ने, बैंकबाट पाएको नयाँ एटीएम युज गर्ने प्रोसेस के हो त्यो यो भिडियोमा म सबै तपाईहरुलाई म बुझाउँदैछु। सुरुमा चाहिँ बैंकमा नयाँ एटीएम को लागि एप्लाई गर्नुपर्छ। एप्लाई गरिसकेपछि बैंकबाट नयाँ एटीएम बनिसक्यो भनेर मेसेज आउँछ। मेसेज यस प्रकारको हुन्छ, योर कार्ड हैज बीन रेडी, प्लिज भिजिट द रिक्वेस्टेड ब्रान्च टु कलेक्ट इट भनेर आउँछ। अनि त्यो आइसकेपछि हामी बैंक जानुपर्छ। अब हामी माथि बैंक छ, हामी माथि बैंकमा जाउँ अनि त्यसपछि त्यो एटीएम ल्याएर युज गर्ने प्रोसेसमा सिकाउँछु। मैसेज आया सर छुट्टी सर कौन सी चला जस्तै अन्त सर्टकट गरेँ त ल ठिक छ। यसमा अड्दैन त हैन, मोबाइलमा म्यासेज आउँछ है। चेन्ज गरेर जानु होला, एकछिन है एकछिन भइसकेको छ, चेन्ज गरेर जानु भयो। एटीएम अब हामीले पाइसकेका छौं। अब यो चाहिँ एटीएम मेसिनमा गएर हाल्छु अनि त्यसपछि चाहिँ के स्टेप गर्नुपर्छ म देखाउँदैछु है त। यो चाहिँ नयाँ एटीएम भर्खर मैले बैंकबाट पाएँ। अब मैले यो नयाँ एटीएमलाई चाहिँ यसरी हाल्छु। हाल्ने तरिका चाहिँ यस्तो हो है त। यो हालिसकेपछि भाषा छनौट गर्न भनेर भन्छ। अब प्लिज इन्टर योर ओटीपी भनेको छ। यो ओटीपी भनेको चाहिँ नयाँ एटीएममा ओटीपी आफ्नो मोबाइलमा आउँछ। मोबाइलमा एसएमएस आइसकेपछि एकछिन वेट गर्नुपर्छ। मोबाइलमा एसएमएस आउँदैछ, टाइम लाग्छ। धेरै टाइमपछि बल्ल ओटीपी आएको छ हैन। त्यही भएर डु यु वान्ट मोर टाइम भनेर सोध्छ, यस गर्नुपर्छ। अनि ओटीपी चाहिँ हेरौँ है त। ओटीपी आएको छ। ओटीपी आएको छ, म ओटीपी हाल्छु। ओटीपी भनेर दिएको छ। यो चाहिँ हाम्रो ओटीपी हो। यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ। कन्टिन्यू चाहिँ माथिको थियो, यो करेक्सनमा क्लिक भएछ हैन। त्यही भएर फेरि मैले एकचोटि इन्टर गर्छु। करेक्सनको तलको भयो, कन्टिन्यूको माथिको भयो। अब चाहिँ प्लिज इन्टर योर न्यू पिन भनेर भनेको छ। अब हामीले चाहिँ नयाँ पिन सेट गर्नु पर्यो। अब हामीलाई जुन पिन राख्न मन लाग्छ त्यो चाहिँ सेट गर्न पाइयो। अब नयाँ पिन म सेट गर्दैछु। म नयाँ पिन राख्दैछु। अब फेरि त्यो पिनलाई फेरि रिइन्टर गर्न भनेको छ। यति गरिसकेपछि हामीले कङ्ग्रेचुलेसन यु हेभ सक्सेसफुली चेन्ज योर पिन, प्लिज मेमोराइज योर न्यू पिन भनेको छ। अनि हाम्रो एटीएम कार्ड बाहिर निस्केको छ।
अब यो एटीएम हामीले निकालिसक्यौं। अब फेरि एकचोटि हालेर ट्राई गरौँ हैन। एटीएम को पिन त चेन्ज भइसक्यो। एकचोटि फेरि चेन्ज गरिसकेको नयाँ पिनलाई चाहिँ हामीले हालेर हेरौँ है। इंग्लिश ल्याङ्ग्वेज सिलेक्ट गरे। अब हामीले चाहिँ पिन हाल्दै छौं। अब त्यसपछि यसले अप्सन्सहरु दिन्छ। फास्ट क्याश, विथड्रल, ब्यालेन्स इन्क्वायरी, मिनी स्टेटमेन्ट, फन्ड ट्रान्सफर, पिन चेन्ज, अदर्स। अब हामी चाहिँ फास्ट क्याशमा जाउँ है त। फास्ट क्याशमा चाहिँ प्रिन्टेड एडभाइस चाहिन्छ कि नै भनेर भन्छ हैन। एउटा बिल निकाल्न, यो यस भनिदिउँ। पैसा चाहिँ कति झिक्ने हो, त्यति झिक्ने पैसाको चाहिँ अगाडि छेउमा भएको बटन थिच्नुपर्छ। अनि हाम्रो एटीएम आयो। अब पैसा पनि आउँछ। पैसा आयो। ल पैसा गर्नु त। अनि यहाँबाट प्रिन्टेड एडभाइस भनेको बिल पनि आयो। यसरी चाहिँ हामीले एटीएम नयाँ एटीएम लिएर एटीएम युज गर्न सकिन्छ।